हेलो एन्ड नमस्ते अनि वेलकम टु माई न्यू ब्लग। अनि के छ केटाकेटी हो, आज चाहिँ हाम्रो यसो रमाइलो छ है, रमाइलो दिन छ। सो ड्युटीदेखि आइसकेछौँ होइन, त्यसपछि गइरहेको छ हामी चाहिँ समुद्र। म चाहिँ फर्स्ट टाइम हो गइरहेको समुद्रतिर। अनि केटा आफू पनि गएको छैन, ऊ मात्रै हो गएको। कहाँ हो, बल्दियामा? है अनि हामी चाहिँ गइरहेको छ समुद्रतिर यस्तो ड्युटी सकाएर। त केटा हो, यो घर कत्रो माडो नि, आमा है हामी त हराएको जस्तो छ। के पाले के त यत्रो यस्तो हेर्नुपर्ने घर, यता पनि यत्रो हेर्नुपर्ने घर। आमा हावा पनि यस्तो आइरहेको छ है, मेरो साउन्ड पनि नसुनिन सक्छ भलक सोलकमा। फेरि हामी त नेपाली पारामा नि त डिजे बजाउँदै, अनि फेरि धार्मिक वाला मान्छे पनि हो। हामी चाहिँ भगवान् बोकेर हिँडिरहेको छौँ। सो यसो हामी चाहिँ उहाँको अस्ति के भन्छ लास्ट बिसी रोड हो है। नबनाइदिनु बाटो त काट्नु गाह्रो छ हौ, गाह्रो। यस्तो सिन खाली छ एकछिन, बट बहुत मुस्किल। अब हामी चाहिँ यताको बाटो क्रस गरेर पारी गएर क्रस गर्ने भनेको। यता आउँदैछ है, ए गाह्रो छ गाह्रो छ गाह्रो छ त्यो बस। ल जाऊ 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 जाऊ। दामी घाम लाग्दैछ नि त अहिले। यता मलहरू है, मल। आमा त्यो घरको डिजाइन के हो माटो है, दिमाग चाहिँ हो क्या इन्जिनियरहरूको, के बनाउँदा है। उयो हेर्नु न सिडी जस्तो के हो, अनि यो के हो गोलो गोलो। स्याटै जानुपर्छ। बहुत छ भिड यस्तो छ है। लु है केटाकेटी, हामी चाहिँ पुगिसक्यो होइन, एकदम समुद्रको नजिक। ढुङ्गा हेर्ने हुँदै केटा हो, म त फर्स्ट टाइम यहाँ आएको होइन समुद्रमा। केही पनि पानी बाहेक केही छैन क्या, पानी बाहेक केही पनि छैन, पानी अन्ली पानी। सरप्राइज। ए हेर केटा हो, समुद्र टाढा टाढासम्म के पनि छैन पानी बाहेक। माछा फुत्तो उफ्रिँदैन, माछा उफ्रिँदैन। यो ढुङ्गा रहेछ, यो त ढुङ्गा रहेछ है। आमा लास्ट पानी छ, लास्ट पानी छ होइन। अनि म चाहिँ अब यो मूर्ति फाल्न आएको खास है यता। अनि मूर्ति त फालिदिनु पर्यो, मेरो रुम पार्टनरको है। जय शिव। कसरी फाल्छ त?
ओए ल ल ल अब त हुन्छ है। ओ केटा हो कस्तो भइरहेछ कस्तो भइरहेछ कस्तो भइरहेछ बवाल भइरहेछ बवाल भइरहेछ डुब्दियो क्या म डुब्दियो क्या डर लाग्छ तर यार छाल त हो है फेरिमा केटाकेटी हामी चाहिँ घुम्दा घुम्दा है कहीँ घुमे छैन तर त्यहाँदेखि यतासम्म आएको मात्रै हो तर रमाइलो चाहिँ ठाउँ रहेछ जे होस् यस्तो दामी ठाउँ क्या म त फर्स्ट टाइम आएको नि त यस्तो समुद्रमा अनि रमाइलो लाग्दिरह आएको छ मेरो पैताला यार मेट्यो वाइल्डै मजा आउँदो रहेछ होइन यो समुद्रतिर चाहिँ यो यसलाई के भन्छन् छाल भन्छन् होइन यो छाललाई छाल त भन्छन् होइन यो छालहरू त आम्मामा यो छाल अनि यी हाम्रा मेटिने पाइलाहरू यी मेटिएका पाइला सँगसँगै हामी अघि बढिरहेछौँ केटाकेटी हो हामी चाहिँ अलिकति जुस सुस खाएर बसेर होइन त्यसपछि अब चाहिँ तिर प्रस्थान गर्नुपर्छ बिकज मेरो मोबाइलको ब्याट्री पनि डाउन भइसक्यो अनि यता पनि चिसो फिल भइसक्यो जस मैले वाइल्ड रमाइलो गरेँ चाहिँ यहाँ आएर चाहिँ वाइल्डवाला के हो यो त पाहाड चढे जस्तै भयो यार छोडे ए यो त थोरै पाहाड ओए यहाँ रहेछ नि त अनि हामी त फेरि अड्डामै आउँछौँ नि त अड्डामै अड्डा हामी चाहिँ अघि त्यहाँ थियो होइन त्यता घुमिरहेको थिएँ मैले चाहिँ माथि आएको त्यता नि मस्त गरेर खास यता आउनु पर्ने रहेछ नि त हामी अघि त रुदा गयो समुद्र टेस्ट गर्नलाई नुनो हुँदो रहेछ अनि मलाई चाहिँ कहिले काहीँ यो चरा जस्तै उड्न मन लाग्छ कहिले काहीँ पानी जस्तै बग्न मन लाग्छ कहिले काहीँ यो त्यो रकेट जस्तो पनि उड्न मन लाग्छ चुइङ बादल छिचोल्दै सर पर सेकेन्ड कति किलोमिटर स्पिडमा होइन कहिले काहीँ हावा जस्तै जहाँ पनि भइदिन मन लाग्छ आम्मामामा डेन्जर रहेछ नि त यहाँ त के छ खबर यसलाई छालको चाहिँ मस्त आउँदो रहेछ उदिरहेछ नि त्यो छाल हो नि थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भयो थ्याङ्क यू सो मच